हेलो गाइज सबैजनालाई कोनिचिवा एन्ड नमस्ते। आज मैले तपाईहरुको लागि 7-11बाट जिमिनो कसरी निकाल्ने त गाइज हैन। 7-11बाट हामीले कम्पनीबाट या लोसनबाट या फ्यामिली मार्टबाट हैन मज्जाले हामीले जिमिनो निकाल्न सक्छौं। जिमिनो र खालिसो र नोजी सिमेन्ट हैन, त्यो भनेको एउटै मेथडबाट निकाल्ने हामीले। त्यसको खासै धेरै फरक पर्दैन। जिमिनोमा टच गर्ने अनि तल आयो भने खाजी र नोजी सिमेन्ट निकाल्ने हो। त्यहाँ इजी छ। आज म तपाईहरुको लागि यो भिडियो भनेको जिमिनो हामीले कसरी निकाल्ने, माइ नम्बर कार्डबाट हामीले लोसनमा जिमिनो कसरी निकाल्ने त एकदम इजी छ। यो भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुले खान्जी पनि सम्झिनु पर्दैन, केही पनि सम्झिनु गर्दैन। मलाई फलो गर्दै जानुहोस् हैन, मज्जाले निकाल्न सक्नुहुन्छ है। माइ नम्बरको लागि जिमिनो हो हैन, निकाल्नको लागि यहाँ जाने। त्यसपछि यहाँ जाने गाइज, त्यसपछि यहाँ हैन, त्यसपछि यहाँ, त्यसपछि यहाँ, त्यसपछि माइ नम्बर कार्डबाट कुनबाट हो निकाल्ने भने यहाँबाट यहाँसम्म पुग्यो हैन। माइ नम्बर कार्ड, यहाँ माइ नम्बर कार्ड राख्ने यसरी टक्क पारेर। माइ नम्बर कार्ड राखेपछि गाइज हैन, लाइट आयो यार पुरै, लाइट बल्ब देख्यो र यसरी राख्ने। तपाईलाई कुन चाहिँ सर्टिफिकेटहरु हैन जिमिनोदेखि लिएर अरु सर्टिफिकेटहरु पनि निकाल्न मिल्छ। यहाँ थिच्नुस् तपाईको जिमिनोको लागि कति पासपोर्ट, यहाँ पासपोर्ट हान्ने हैन। भनेपछि यसरी चल्छ के हैन। अब त्यो हालिसकेपछि माइ नम्बर कार्डलाई सरक्क यता गर्ने हैन, बिस्तारै गर्ने। यति गरेपछि कहाँ बस्ने हो तपाईँ यो हेर्ने। अब कसको चाहियो तपाईलाई हैन, यहाँ सबै छ। एकजनाको चाहिएको, परिवारको चाहिएको, कसको चाहियो सबैको हैन। अतबेला के आरी हो, के नासी हो यसमा हुन्छ है। त्यसपछि अझ जाने आरी नासी यहाँ गर्ने हैन। तपाईलाई सबै हाल्न मन छ भने सबै गर्ने। त्यसपछि कति पेज चाहियो, त्यसपछि यस्तो आउँछ। अब यहाँ आयो नि त आयो अहिले हैन। यतिको आएपछि नाम पनि देखिएन, के पनि देखिएन, नाम देखियो पैसा हाल्नु पर्यो। नाम त देखियो तर अब यहाँबाट पैसा हाल्ने यसरी अगाडि बढ्छ। अब पैसा हाल्नुस्। अब A4 साइज भने 200 रुपैयाँ हाल टक्क भने 200 हालेपछि स्टार्ट गरिदियो भने सक्यो। तर अहिलेको लागि हामीलाई स्युरो भयो हाम्रो। अब यहाँ निकालिसकेका छौँ हामीले पहिले यता।